बराहा क्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहा क्षेत्र नगरपालिका वडा नम्बर 1 मा अवस्थित छ। ब्रह्मपुराण, बराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहा क्षेत्रमा बराह अवतार विष्णुको पूजा आज हुने गर्दछ। यो स्थान सुनसरी जिल्लाको धरानदेखि करिब 25 किलोमिटर उत्तर पश्चिममा अवस्थित छ। बराहा क्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप विक्रम सम्वत 1991 सालको हो। विक्रम सम्वत 1990 सालको भूकम्पबाट यहाँको मन्दिर भत्किएपछि विक्रम सम्वत 1991 सालमा अन्तिम पटक जुद्ध शमशेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए। बराहा क्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका 9 वटा मन्दिर र थुप्रै धर्मशाला छन्। त्यहाँ आजभन्दा करिब 1500 वर्ष अगाडिदेखिका मूर्तिहरू पाइएका छन्। बराहा क्षेत्रमा सालैभर मानिसहरूको आवत जावत र जमघट भइ नै रहन्छ। तर पनि यहाँ ठूला ठूला मेलाहरू लाग्ने अवसर भने कार्तिक पूर्णिमा र मकर संक्रान्ति हुन्। कार्तिक पूर्णिमाका अवसरमा विशेष गरी भारततिरबाट र मकर संक्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भने ज्यादा जसो मानिसहरू बराहा क्षेत्रमा आउने गर्दछन्। यसबाहेक ऋषि पूर्णिमा, व्यास पूर्णिमा, फागु पूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रशस्त मात्रामा बराहा क्षेत्र पुग्ने गर्दछन्। तसर्थ उक्त स्थानमा दिनहुँ जसो मेला लाग्ने जस्तो महसुस हुने गर्दछ। बराहा क्षेत्र पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो। धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढासम्म फैलिएको छ। पूर्वी नेपालमा बराहा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। बराहा क्षेत्रलाई छेउको कोशी नदी जलक्रीडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण छ। बराहा क्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन, जंगल तथा त्यहाँबाट देखिने रमणीय दृश्यहरूले समेत यस स्थानको पर्यटनको विकासको सम्भावनालाई थप टेवा पुर्याएका छन्। हिन्दू पौराणिक कथाका 4 क्षेत्रमध्ये 2 भारतमा र 2 नेपालमा कुरुक्षेत्र र धर्मक्षेत्र भारतमा र बराहा क्षेत्र र मुक्तिनाथ वा मुक्तिक्षेत्र नेपालमा छन्। भगवान विष्णु बराहको अवतार लिएर आफ्नो लामो दाँतमा पृथ्वीलाई राखेर पातालमा डुब्नबाट बचाए। तब भगवान आफ्नो श्रीमती लक्ष्मीसँग हिमालय र पहाडको बेसीमा कोशी नदीको किनारमा बस्नुभयो। त्यसो भएर त्यस ठाउँको नाम त्यो घटनाको पछाडि राखियो। त्यहाँ भगवान विष्णुको बराह अवतारको ठूलो र सुन्दर छवि छ।